सञ्चालकज्यू सर्वप्रथम त यो त्यसको यस्तो अवस्थामा चाहिँ अब गाउँमा चाहिँ यत्रो लगानी गर्नुभएको श्रीकृष्ण तिमिल सिन्हाजीलाई म हृदयदेखिबाट नै धन्यवाद भन्न चाहन्छु। र यो बेरी हिल जुन चाहिँ काफलघारीमा अहिले बनेको छ, मैले यो यसको नाम राख्ने बेलामा श्रीकृष्ण दाईलाई पनि कुरा गरेको थिएँ। दाई अब यत्रो लगानी गर्नुभयो, यसको चाहिँ एउटा चाहिँ गाउँको परिचालन हुने नाम राखिदिँदा एकदम उत्तम हुने थियो, के राख्ने विचार गर्नुपर्छ भनेर मैले सोधेको थिएँ। त्यतिखेर दाइले भन्नुभएको थियो अहिले चाहिँ नाम चाहिँ नबनिहालौँ, तर चाहिँ काफलघारीलाई परिचालन दिने तरिकाले चाहिँ नाम हुन्छ भन्ने कुरा भयो। अनि मैले चाहिँ काफलघारी नै राखौँ है दाइ भनेर चाहिँ मैले कुरा गरेको थिएँ। अनि दाइले भन्नुभयो काफलघारी राख्दाखेरि नेपालीमा त राम्रै सुनिने भयो, काफलघारी भन्दाखेरि इङ्ग्लिसमा भन्दाखेरि चाहिँ अब घारी हुँदाखेरि चाहिँ उसलाई चाहिँ झाडी हुँदो रहेछ। अब त्यो भएर चाहिँ मैले चाहिँ बेरी हिल राख्नेले गरिदिनु भन्नुभयो। यसले चाहिँ हाम्रो चाहिँ काफलघारीको लागि चाहिँ यो हाम्रो परिचालन बनेको छ। यो बेरी हिलले चाहिँ अब यहाँ चाहिँ हाम्रो युवाहरूलाई रोजगारको व्यवस्था गर्दैछ। अब चाहिँ यसले चाहिँ युवाहरूलाई चाहिँ जोड्ने क्रम छ। अब आज चाहिँ अब 1-2जना युवाहरू जोडिनु भएको छ। भोलि चाहिँ यहाँ चाहिँ धेरै युवाहरूले चाहिँ रोजगार पाउने अवस्था बन्नेछ। यसको लागि पनि म श्रीकृष्ण तिमिल सिन्हाजीलाई धन्यवाद भन्न चाहन्छु। र यो बेरी हिलले चाहिँ श्रीकृष्ण तिमिल सिन्हाजीलाई यहाँ बेरी हिललाई मात्रै होइन, यसले चाहिँ स्थानीय उत्पादन, अब हजुरहरूले उत्पादन गरेको अब काउली हुन्छ, तरकारीहरू हुन्छ, लोकल चिजहरू भयो, प्रत्यक्ष रूपमा त हामीलाई चाहिँ यहाँबाट चाहिँ अब यहाँ ल्याएर बिक्री वितरण गर्न सकिहालियो। अर्को कुरा के हुन्छ भन्दाखेरि अब यो काफलघारी घुम्न आइसकेपछि हजुरको बारीमा फलेको काउली देख्छन्, अब हजुरले पालेको एउटा खसी देखिरहेका हुन्छन्। अनि त्यहीबाट चाहिँ यसलाई कति पर्छ भनेर चाहिँ खसी पनि बिक्री हुने हुन्छ। त्यसले गर्दाखेरि चाहिँ यसले चाहिँ गाउँको समग्र विकासमा चाहिँ सेवा पुर्याउँछ। अब लगभग हामी विकासको कुरामा चाहिँ अब हाम्रो बाटोहरू पिचहरू भइसकेको छ। अब हामीलाई अलिकति उठाएर भनेको बिजेपुर खोलाको पुल हो। अब त्यो पुल सम्पन्न भइसकेपछि अनि यस्ता योजनाहरू बनेपछि हाम्रो काफलघारी चाहिँ अब विकसित ठाउँ हो भन्ने हामीले बुझ्नुपर्छ। अब यहाँ चाहिँ अब ठुला ठुला कलेजहरू बन्ने, अस्पताल बन्नेहरू हुँदैन। यही नै हो हाम्रो लागि विकास भनेको। र गाउँ खाली हुँदै गर्दाखेरि यहाँ चाहिँ अब चाहिँ बस्तीहरू खाली भइरहेछ, मान्छे दिनादिन सरिरहेछ। तर यहाँ चाहिँ बाहिरको पर्यटकहरूलाई ल्याउने यो काम गर्नुभएको छ। यसको लागि पनि हामीले धन्यवाद भन्न पर्ने नै छ। किन भन्दाखेरि गाउँ एकदम खाली भइसकेको छ। अब गाउँमा लगभग मान्छे नदेखिने अवस्था थियो। अब आज हामीहरूको भेटघाट हुने अवस्था पनि थिएन। अब यो चाहिँ हाम्रो भेटघाटको अवसर पनि यो बेरी हिलले नै उपलब्ध गराएको हो। र अन्त्यमा चाहिँ यो हाम्रो काफलघारीको परिचालन हो, यसलाई हामीले सबैले माया गर्नुपर्छ। र अब यहाँ आउने अतिथि, यहाँ आउने चाहिँ पर्यटकहरूलाई चाहिँ हामीले चाहिँ राम्रो परिचय दिनुपर्छ। उहाँहरूलाई चाहिँ काफलघारी गएर आएको भन्दा ओहो त्यहाँको होटल त्यस्तै राम्रो, त्यहाँका मान्छे त्यस्तै राम्रा, ओहो काफलघारी त फेरि जानुपर्छ होइन। अब सबैले चाहिँ उनीहरूले पनि चाहिँ काफलघारी जाउँ भनेर प्रवर्तन गर्ने खालको चाहिँ हामीले वातावरण निर्माण गर्नुपर्छ। र साथै यसको लागि हामीले चाहिँ यहाँ जति आएका छौँ हामीमध्ये सबैले चाहिँ बेलुका गएर एक उल्टा फोटो मात्रै यो बेरी हिलको काफलघारीमा खुलेको छ भनेर फोटो मात्रै हालिदियौँ भने पनि यसको प्रचारमा टेवा पुग्छ भन्ने कुरा राख्दै मेरा कुराहरू टुङ्ग्याउँछु। धन्यवाद।